एआई को प्रयोग गरेर एकदमै छोटो समयमा चाहिँ लेसन प्लान एकदमै इफेक्टिभ तरिकाले कसरी बनाउन सकिन्छ भनेर एउटा भिडियो तयार पार्न गएको छौँ। यो एजुकेसनल भिडियोको लागि मात्र तपाईहरुको मोबाइलको डिभाइसको अथवा ल्यापटपको जुनसुकै तपाईसँग जे चाहिँ इलेक्ट्रोनिक डिभाइस छ त्यसमा कुनै पनि ब्राउजर ओपन गर्न सक्नुहुन्छ है। मैले अहिलेको लागि चाहिँ मैले क्रोम ब्राउजर ओपन गरे। त्यहाँ टाइप गर्नुपर्ने हुन्छ तपाईहरुले। मैले एउटा मात्रै टुलको प्रयोग गरे। यस्तो धेरै हजारौंवटा टुल्सहरु हुन सक्छन्। एउटा टुलको रूपमा मैले स्कुल एआई भन्ने एउटा त्यो टाइप गरेर तपाईहरुले भने यस्तो चाहिँ इन्टरफेस खुलेर आउँछ जुन चाहिँ schoolai.com भनेर हुन्छ। अब तपाईले यो मैले क्लिक गरेर यस्तो इन्टरफेस धेरैले प्रयोग गरिरहेको छ र धेरै नयाँ पनि हुन सक्नुहुन्छ। त्यो दुईटै अवस्थामा यदि पुरानो हो भने त लगइन अलरेडी हुन्छ, त्यहाँ तपाईहरुले गरिसक्नु भएको होला है। अब यदि नयाँ हो भने त्यहाँ साइन इन भन्ने अप्सन छ टपमा है। साइन इन गुगलबाट साइन इन गरेर तपाईहरुले पहिला चाहिँ खाता क्रिएट गर्नुपर्ने हुन्छ। त्यसपश्चात ओके मेरो चाहिँ अलरेडी साइन इन भएको छ तपाईहरुले देख्न सक्नुहुन्छ। लेसन प्लान भनेर चाहिँ लेखिरहेको छ। यसमा तपाई क्लिक गरेपछि यस्तो इन्टरफेस चाहिँ खुल्छ। यहाँ खोज्नु होला। मैले एरो पनि गरिरहेको छु। न्यू भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि एउटा यस्तो इन्टरफेस खुलेर आउँछ जसमा ग्रेड अनि टपिक एडिसनल डिटेल भनेर चाहिँ दिन्छ। अब ग्रेड भनेको तपाई कति कक्षा अथवा कुन तहको लागि लेसन प्लान तयार गर्दै हुनुहुन्छ त्यो चुज गर्नुहोस्। मल्टिपल हुन सक्छ। एउटै टिचरले एउटै सब्जेक्ट धेरै तहमा पढाउँछ भने त्यसले मल्टिपल टिक लगाउन सक्छ। अहिले मैले चाहिँ क्लास 10 को चाहिँ बनाउन लागिरहेको छु र क्लास 10 मा चाहिँ त्यसपछि टपिक भन्छ। अब टपिकमा अहिलेको लागि मैले के राख्छु भने इकोनोमी भन्छु, अर्थव्यवस्था है। इकोनोमी चाहिँ तपाईहरुले एडिसनल डिटेल तपाईहरुलाई त्यो लेसन प्लानमा के चाहिन्छ त्यो चाहिँ तपाईले के गर्न सक्नुहुन्छ त। अब चाहिँ दिनुपर्ने ठाउँ भनेको यो हो। प्रम्प्ट कुन तरिकाको चाहिएको हो त्यसै तरिकाले चाहिँ प्रम्प्ट दिनुहोस्। मैले यो एउटा प्रम्प्ट दिएँ। अब यो सँगसँगै तपाईहरुसँग कुनै पाठ्यक्रम अलरेडी बनेको पाठ्यक्रम छ भने तल तपाईहरुलाई दिएको छ एड फाइल भनेर यता एड फाइल अपलोड गर्न सक्नुहुन्छ है। ल अहिलेको लागि मैले पाठ्यक्रम समेत अपलोड है। ओके फाइल खोज्नुपर्ने हुन्छ भयो। ओके यतै भेटिसकेको छ क्लास 10 इकोनोमिक्स। मैले यसलाई राख्छु अपलोड। यहाँबाट अपलोडको प्रक्रिया सुरु भइसकेको छ। देख्न सक्नुहुन्छ अपलोड यहाँनिर देखाउँछ। अहिले चाहिँ भइसक्यो। ओके पनि सक्छ। अब चाहिँ तपाईहरुले के नेटमै बन्छ ढुक्क हुनु अप्सन छ। अब क्रिएटमा क्लिक मात्रै गर्नु। अब यो लेसन प्लान बनेर आउँछ। तपाईहरुले कसैलाई जे चाहिन्छ सबै कुरा यसले भन्नुहुन्छ। एडिट गर्न सकिन्छ, तपाईहरुले थप्न सक्नुहुन्छ अथवा घटाउन सक्नुहुन्छ। जहाँ जे पनि घटाउन सबै कुरा मिल्छ। ओके गृह कार्यसम्म उनले सबै काम आफैले गरेर दिएको छ। यसलाई चाहिँदैन त्यो हटाउन मिल्छ भन्ने नै भयो हैन। विशिष्ट उद्देश्यहरू के बनाएको छ भने विद्यार्थीहरूले अर्थव्यवस्थाको परिभाषा स्पष्ट रूपमा भन्न सक्नेछन्। दिस इज द अब भनेको एकदम राम्रो भाषा प्रयोग गरिएको छ है। अर्को भनेको अर्थव्यवस्थाका प्रमुख प्रकार पुँजीवादी, समाजवादी, मिश्रित है चिन्हित गर्न र तिनीहरूको मुख्य विशेषता वर्णन गर्न सकिन्छ है। दोस्रो उद्देश्य तेस्रो भनेको नेपालको अर्थव्यवस्थाको स्वरूपसँग तुलना गर्न सकिन्छ।
यो भन्नाले तपाईँहरूले बनाउन त सक्नुहुन्छ तर टाइम धेरै लाग्छ है। अब यसलाई मोडिफाई गर्न समयको बचत, कसैलाई सोध्नुपर्ने आवश्यकता छैन आउने भन्नेमा मैले एउटा स्कुल एआईलाई मात्र फोकस गरेर तपाईँलाई यो भिडियो प्रस्तुत गरेको छु। कस्तो लाग्छ कमेन्ट गर्नु होला, सुझाव दिनु होला। धन्यवाद।